Good morning everyone. This is the day 2. आज चाहिँ 2 भयो. लास्ट थकेला छ हिजो बसको यात्राले अनि म भर्खरै उठेको म पनि भएको छैन कपाल पाउन लाग्यो अनि त्यसपछि चाहिँ अब आज दिनभरिमा म के गर्छु सब भिडियो बनाउने छु. पछि चाहिँ म धारातिर लागेँ आफ्नो फेस वासहरू गर्नलाई अनि त्यसपछि हल्का स्किन केयर त गर्नै पर्यो अनि हजुरआमा पनि आइपुग्नु गयो अनि हजुरआमालाई त्यो धारा यसरी बनाउन लाग्नुभयो. त्यो सबै पानी हुन्छ नि त अनि त्यही भएर धारामा मुख धुनुभयो हजुरआमाले पनि. अब गाउँघरको पानी कति रिफ्रेस हुन्छ क्या यसले चाहिँ एकदमै मजा आयो मुख धुनलाई अनि मुखहरू मजाले माडी धोएँ. त्यसपछि बाबु पनि आइपुगेको थियो अनि बाबुलाई पनि मुख सुख धोइदिएँ अनि त्यसपछि हामी गोठतिर लाग्यौँ. गोठमा हेर्दा त हजुरआमाले दुध दुहिरहनु भएको रहेछ अनि दुध दुहुनु भयो. मेरो पुच्चा चाहिँ त्यहाँ पानी खेल्न पाएछ. केही चाहिँदैन हौ बच्चाहरूलाई पानी भनेपछि त यस्तो हुन्छ कि पानी खेल्दै थियो अनि त्यसपछि ममले दुध दुहिसक्नु भयो अनि बाछीलाई पनि छोडिदिनु भयो अनि त्यसपछि ममले दुध तताउला भन्नुभएको थियो आगो बालेर अनि त्यसपछि दुध चाहिँ बनाउँदै गएँ मैले अनि दुध तताएँ अनि आगोहरू यसरी मिलाउँदै अनि तपाईँहरूले पनि भिडियोमा देख्न सक्नुहुन्छ पो. अनि कतिखेर चाहिँ उम्लिन्छ भनेर म हेर्नु त्यहाँनिर के गरौँ भएर त्यहाँनिर घरि के गर्छु लास्टमा उम्लियो दुध पनि अनि दुध तातो उम्लाएर मैले उमालेर अनि बाबु र मेरो लागि भनेर नि छुट्याउँदैछु. अब बाबु र मेरो लागि भनेर छुट्याउँछु. अनि त्यसपछि बाबुलाई दिएँ. बाबु त मिठो छ भन्दै खायो किनकि काठमाडौँमा हुँदा त दुधै खानु नमान्ने नि त. यहाँ आएपछि त उसलाई त दुध यति मिठो भयो कि मजाले खायो कि उसले. अनि त्यसपछि माथि बार्दलीमा हेरेको त सब फोहोरै फोहोर छ. अब सफा गर्नु पर्यो. ओपेत्र कोठा हेरेको पनि सब फोहोर छ. अनि त्यसपछि अब हजुरआमा मात्र बस्नुहुन्छ नि त अनि त्यही भएर अलिकति मेसै हुन्छ कि गाउँघरमा. त्यही पनि राम्ररी गर्नुहुन्न अनि हजुरआमा एक्लै भएर नि यो घरहरू चाहिँ अब कसले गर्दैन नि त अनि हजुरआमाले पनि सक्नुहुँदैन अनि त्यही भएर सब सामानहरू मिलाइदिँदैछु. अनि त्यसपछि सब आज चाहिँ धुनुपर्ने हुन्छ. सब सामानहरू चाहिँ मैले खोलहरू सब फोहोर भएको थियो सब धोएर अनि त्यहाँबाट सब सफा गरेँ. सबै सफा सुग्घर गरिदिएर अनि भोलि चाहिँ लिप्नुपर्छ भनेर भन्नुभएको थियो हजुरआमाले. अनि त्यही भएर सबै सफा गरेँ. अनि त्यसपछि यो कपडा भिजाउनु थालेँ मैले. कपडा भिजाएँ. मेरो सानो मम्मी र मम चाहिँ मकै केलाउँदै हुनुहुन्थ्यो अनि फेरि खानासाना खाएर हामीले मजाले कपडा धोएर तल गएर तल घरमा सुकायौँ. अनि त्यसपछि आयो अब हामीले एभोकाडो यहाँ देख्यौँ. एभोकाडो फलेछ अनि टिप्न नभन्नुभयो अनि टिप्न गएको त एउटा ठुलो खालको एउटा चाहिँ भेटाएँ. यसपालि चाहिँ धेरै फलेको थिएन. पोहरा चाहिँ हाम्रो पोहोर चाहिँ एकदमै धेरै फलेको थियो. बाटाभरि नै थियो. यसपालि चाहिँ खासै फलेको रहेनछ एभोकाडो. अनि त्यही पनि टिपेँ. एउटा दुईवटा जति टिपेँ. अनि त्यसपछि टिपेर अनि मेरो रिन्जेन पनि म पनि जान्छु भन्दै थियो. फुच्चेले पनि चढेर हेर्नु नि त्यहाँनिर चढिरहेछ कस्तो हाँस उठ्दो देखिरहेछ. अनि त्यसपछि हामीले टिप्यौँ. अनि त्यसपछि माथि गएर सिमी खाने भन्नुभयो तरकारी भरेलाई. अनि त्यहाँबाट सिमी मजाले फलेको रहेछ अनि सिमी टिप्न थाल्यौँ आमा छोरी मिलेर अनि मजाले सिमीहरू पनि टिप्यौँ. अनि त्यसपछि सिमी टिपेर चाहिँ हामीले के गर्यौँ अर्को नेक्स्ट चाहिँ हामी खाजा खान गएको थियौँ होला त्यहाँबाट है. सिमी टिप्यौँ यति भएको थियो सिमी चाहिँ. अनि त्यहाँबाट खाजा खानु हुँदा पनि बाबुलाई सुताउँदैछु मैले सुताएँ. अनि त्यसपछि चाहिँ पानी यस्तो परेको थियो म पनि सुतेछु एक निन्द्रा. अनि त्यसपछि त मेरो भाइहरू दुईजना रहेछ यहाँ मामा भान्जा ढोक्दैछ. ऊ चाहिँ मामा हो खेन्जु मामा. यो चाहिँ मेरो भाइ प्रितम. मेरो काकाको छोराहरू दुईजना प्रितम र खेन्जी चाहिँ त्यो सानो भाइ हो. अनि मलाई चाहिँ खै ढोकेको भन्दाखेरि ढोक्दै थियो हाँसेर. अनि त्यहाँबाट रिन्जेनले चाहिँ अघि नै खेन्जी मामालाई चाहिँ ढोक्यो अनि प्रितम मामालाई चाहिँ ढोकेको थिएन. प्रितम मामालाई ढोक भनेको अनि फेरि ढोक्न गयो. त्यहाँ हेर्न फेरि मामाले चाहिँ बस्दै नगरेको अनि ढोक्यो. अनि यसरी मेरो भाइहरू पनि आएको थियो. एकदमै खुसी लाग्छ कि यस्तो भयो भने. अझै पनि मेरो अरू दाजुभाइ त बाहिर नै हुनुहुन्छ. उनीहरूलाई चाहिँ मिठो सम्झना है. तपाईँहरूलाई पनि सबैलाई सम्झेको छ. मेरो भाइ भयो दाई भाउजू सबैजनालाई चाहिँ एकमुष्टमा ह्याप्पी दसैँ. तपाईँहरूलाई एकदमै धेरै धेरै मिठो सम्झना. यहाँनिर चाहिँ हाइट चेक गरेको मामा भान्जा हेर्नु नि यहाँ को चाहिँ ठुलो छ भनेको त यहाँ टक्क लाएर बस्छ हो. मेरो छोरा चाहिँ माथि हेर न बाबु भने बल्ल माथि हेर्छ. अनि त्यहाँबाट दुईजनाको भिडियो बनाइदिएँ. एउटा चाहिँ फेरि मक्क परेर बस्छ मेरो भाइ कति राम्रो छ हो मेरो काकाको छोरा.
अनि सबभन्दा सानो पनि ऊ कान्छो पनि ऊ एकदमै राम्रो। यहाँ फेरि एउटा मामाले भान्जालाई बोक्दै ल्याइरहेछ हो। यो चाहिँ प्रितमले भान्जालाई बोकेर ल्याइरहेको थियो भान्जालाई। राति सुत्ने खानसान खाएर हामी माथि सुत्न पनि गयौँ। अनि मेरो रिन्चेन चाहिँ मैसँग मात्र सुत्ने भन्छ नि त, मामाहरूसँग सुत्ने भन्दा चाहिँ रिन्चेन मसँग नसुत्ने भनेको त फेरि दौडेर आएर सुत्ने मामु भन्दै आयो। अनि बत्ती गएको थियो क्या यो दिनमा चाहिँ, यतिखेर चाहिँ बत्ती गएको थियो। अनि त्यही भएर टर्च लाइट मात्र बालिरहेको थियो मामले। अनि त्यसपछि एकछिनमा यिनीहरू चल्यो अनि अब चाहिँ सुतौँ ल छोरा भनेको, हुन्छ मामु भने। अनि त्यहाँबाट हामी चाहिँ सुत्यौँ, हेरेको मलाई फेरि उसले चाहिँ। अनि यसरी चाहिँ हामी सुत्यौँ। ओके, दिस मच फर टुडे, थ्याङ्क यू फर वाचिङ टिल द एन्ड, बाई बाई।